अहिले घरि चाहिँ यहाँ ग्रेस एकाडेमी स्कुलभित्र चाहिँ अहिले घरि प्रोग्राम डान्स प्रोग्राम छ। अनि एवं आसन नाम गरिदिनु हुन आग्रह गर्दछु। यहाँलाई पनि आसन नाम सँगसँगै कलात्मक गरिदिनु हुन आग्रह गर्दछु। अक्कु भाइ बारेमा मैले भन्दै थिएँ है, हाम्रो अक्कु भाइ माइनर एज हामीभन्दा धेरै सानो उमेरको जीवनको अन्त भविष्यमा उहाँले के गर्नुहुन्छ थाहा छैन है। र भाइको बायोग्राफी म बेला बेलामा तपाईँहरूसँग राख्दै गर्दैछु है। फेरि बेसी नै गऱ्यो भने मोनोटोनस हुन्छ, उतार लाग्दो हुन्छ है। त्यही कारणले तिमीहरू नाचेको छौ? ग्रुप डान्स छ? ए हो, तिमीहरूको डान्स हेर्छु। यो मान्छेको झन् पुरा म डान्स हेर्छु। आज म डान्स हेर्छु। को चाहिँ राम्रो नाच्दो रहेछ ल। आमा खास डान्सर त यहाँ बसिरहेको रहेछ त। कुन चाहिँ गीत छ? कुन चाहिँ गीतमा नाच्छौ? त्यो पारी डाँडामा? पारी त्यो डाँडामा। तिमीहरू कुन चाहिँ गीत गानामा? त्यही हो, पार्टनर हो। ल त ल सरलाई पनि आसन ग्राम सँगसँगै आधार गरिदिनु हुन आग्रह गर्दछु। एवं रूपले आजको विशिष्ट अतिथि पेम्बा लामाज्यू प्रधान बराबरी मार्फत ग्राम पञ्चायत, यहाँलाई पनि सश्रद्धा आसन ग्राम सँगसँगै आधार गरिदिन आग्रह गर्दछु। अनि मैले चिनेको अनि हाम्रा अति प्रिय आदरणीय दाइ साहित्यकार राजनैतिक विश्लेषक हुन आग्रह गर्दछु। अनि यताको लोकालिटीमा सराउन्डिङमा चिन्नुहुने नानीलाई श्रीमती जेजिलाई यादमज्यूलाई अति सम्मानको साथ खदा अर्पण गरिदिन हुन भनी नम्र निवेदन गर्दछु। राजदल बस्ती निवासी श्रीमान अमृत सेवाज्यूलाई पनि खदा अर्पण गरिदिन हुन भनी अनुरोध गर्दछु। सहप्रबन्धक हलभित्र आइसक्नु भएको छ। रिङका सहप्रबन्धक एसिस्टेन्ट म्यानेजर यहाँलाई पनि आसन ग्रहण सँगसँगै खबर गरिदिनु हुन सबै आग्रह गर्दछु। र आज अक्षत भाइको महोत्सव सानो रूपमा भए पनि भाइको लगभग एकैको प्रयास बिताएर सबै कुरो देखाइ नै गर्छ, भव्य हुनु नहुनु। त्यही कारणले आज हामी मन ठुलो गरेर रमाउनु सानो हलमा यो सानो एरेन्जमेन्ट सानो लागतको यो
एरेन्जमेन्ट दिनांक 10 अनि 2025 को दिन अप्पु डान्स स्टुडियोद्वारा आयोजित यस वार्षिक गानको समारोहमा उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरूलाई एकैसाथ स्वागत अभिनन्दन जनाउँदै यहाँ आफ्नो भएको पक्षबाट दुई शब्द राखिकन अनुरोध गर्दाखेरि केही न केही त बोल्नुपर्छ है। हुन त यस नृत्य क्षेत्रमा आफू नरहेता पनि सङ्गीत क्षेत्रमा आफू नरहेता पनि तर कतै न कता सङ्गीत र नृत्यले कुनै न कुनै व्यक्तिलाई छोएकै हुन्छ र आज आएर यहाँनिर हाम्रो भाइले जुन आफ्नो एकल प्रयासमा मेरो सोच हुन्छ उहाँको एकल प्रयासमा यो एउटा डान्स क्लास एउटा प्रशिक्षण केन्द्र उहाँले सञ्चालन गर्नुभयो। यो एकदम सराहनीय कुरो यो जोइ कहिले पनि सक्दैन। कला भएका पनि आफ्नोमा कला भएका पनि तर एउटा क्षमता भन्ने पनि हुनुपर्छ, हिम्मत र जाँगर पनि हुनुपर्छ। यो चाहिँ हाम्रो अक्कु भएकोमा अक्षर भएकोमा रहेको मैले देखेको छु। क्षेत्रमा वरिपरिरहेका अभिभावकहरूलाई पनि म भन्न चाहन्छु हाम्रो नानीहरूलाई कुनै क्षेत्रमा यसरी अग्रसर गराएर जस्तो कि अक्कु भाइले यहाँनिर एउटा नृत्य प्रशिक्षण केन्द्र खोलेर यहाँको कतिजना नानीहरूलाई जुन प्रशिक्षण दिएका छन् र आज मैले एक दुईवटा नृत्य पनि हेर्न पाएँ है। यदि उहाँले यो सेन्टर यहाँ स्थापित नगरेको भए आज यो जुन नानीहरूले उहाँहरूको औपचारिकता छोडिएछ है कुरा गर्छौँ अनि बैठकले फेरि कार्यक्रम कन्टिन्यू गर्नुहुन्छ है। हाम्रा डान्सको निम्ति अनुष्का बहिनीलाई मञ्चमा निम्त्याउन चाहन्छु। अवधिमा धेरै नानीहरूले